र विशेष गरी तपाईहरु सबैजनाले आज हामी एउटा कार्यक्रममा सहभागी भएका छौं। कि संगठनको तर्फबाट हामीले निर्देशन गरेर अगाडि बढाएको एउटा नियमित कार्यक्रमको रूपमा हामीले आजको यो कार्यक्रमलाई अगाडि सारिरहेका छौं। कि संगठनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले नेपालको हामी बृहत मूलवासी मंगोलहरूको हक, अधिकार, अस्तित्वको निमित्त र नेपालभित्र बसोबास गर्ने बृहत्तर नेपाली नागरिकहरूको स्वतन्त्रता प्राप्तिको निमित्त थालनी गर्नुभएको ऐतिहासिक राजनैतिक लडाईको क्रममा महामानव डाक्टर गोपाल गुरुङज्यूले बेहोर्नु परेको अथवा बेहोर्नु भएको कि भुक्तमानहरू कि जेलको सजायहरूको एउटा चाहिँ सारको रूपमा महामानव डाक्टर गोपाल गुरुङज्यूले भद्रगोल जेलमा आफ्नो जेल जीवन व्यतीत गर्दै गर्ने क्रममा जेलबाट मुक्त हुनुभएको दिनको स्मरणमा आज हामीले जेल मुक्त दिवस कार्यक्रममा चाहिँ सहभागी हुने क्रममा प्रवेश गरिराखेका छौं। र यसै सिलसिलामा विशेष गरी पछिल्लो समयको करिब 3-4 हप्ताको लामो संघर्ष पश्चात हामी राजधानी काठमाडौँ केन्द्रित भएर संगठनको केन्द्रीय कार्यकारी सभाको पदाधिकारीहरूको उपस्थितिमा नेपालमा रहेको नेपाल सरकारको मातहतमा रहेको एउटा संवैधानिक आयोगबाट नेपालको बृहत्तर नेपाली नागरिकहरूको हितमा संघर्षरत मंगोल नेशनल अर्गनाइजेसनलाई रोक्नको निमित्त मंगोल नेशनल अर्गनाइजेसनलाई भ्रमित बनाउनको निमित्त जुन किसिमको षड्यन्त्र भइराखेको थियो यसै विषयमा त्यसलाई स्पष्ट पार्नको निमित्त प्रति मंगोल नेशनल अर्गनाइजेसन र मुलुकमा लोकतन्त्र नचाहने नेपालको बृहत नेपाली नागरिकहरूले स्वतन्त्रताको अनुभूति गरेको अथवा स्वतन्त्रताको अनुभूति सँगसँगै प्राप्त गरेको जति पनि अधिकारहरू छ त्यो अधिकारबाट वञ्चित पार्नको निमित्त तल्लीन रहेका विपक्षीहरूले खेलेको जुन किसिमको चुनौतीको एउटा खालको चाहिँ विपक्षीहरूले सिर्जना गरेको जुन छेकबारहरू थियो यसको चुनौती अथवा यो चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने क्रममा हामी झन्डै 3 देखि 4 हप्ताको लामो एउटा अभ्यास पश्चात हामीले एउटा बौद्धिक लेभलमा गर्नुपर्ने एक खालको लडाई डटेर सामना गर्नुपर्ने जुन किसिमको चुनौतीहरू थियो त्यसलाई सामना गर्दै गत चैत 28 गते हामीले प्राप्त गर्नुपर्ने एउटा दस्तावेज हामीले प्राप्त गर्नुपर्ने एउटा प्रमाण प्राप्त गरिसकेपछि 29 गते केन्द्रीय कार्यकारी सभाको पदाधिकारी साथीहरू सँगसँगै म पनि तपाईहरुको यो जिल्ला झापामा आइपुगेको थिएँ र यसै सिलसिलामा महामानव डाक्टर गोपाल गुरुङज्यूको यसपालाको भद्रगोल जेल मुक्त दिवस कार्यक्रम अथवा महामानव डाक्टर गोपाल गुरुङज्यूको भद्रगोल जेल मुक्त दिवस 2025 चाहिँ तपाईहरु झापा जिल्ला पनि विशेष गरी कमल गाउँ सभा र दमक नगर सभाको संयुक्त आयोजनामा भइराखेको यस कार्यक्रममा सहभागी हुने एउटा अवसर प्राप्त गरेको छु। यसकारणले गर्दाखेरि पनि यो बीचमा सम्बोधनको क्रममा यिनै विषयहरूलाई समेटेर तपाईहरुको बीचमा प्रकाश पार्न खोजिराखेको छु। र विशेष गरी महामानव डाक्टर गोपाल गुरुङज्यू सन् 1935 मा उहाँको 1935 जुलाई 27 तारिखको दिनमा महामानव डाक्टर गोपाल गुरुङज्यूको महानदीमा उहाँको जन्म भइसके पछाडि 18 वर्षको उमेरमा सन् 1953 बाट महामानव डाक्टर गोपाल गुरुङज्यूले आफूले हासिल गर्नुभएको ज्ञान, किनभने डाक्टर गोपाल गुरुङज्यूले सधैँभरि भन्नुहुन्थ्यो कि समाजमा रहेको व्यतिथि विसङ्गतिको अन्त्य गर्दै एउटा स्वच्छ समाज निर्माण गर्नको निमित्त शिक्षाको खाँचो छ, चेतनाको खाँचो छ। यसकारणले गर्दाखेरि नेपालमा रहेका बृहत नागरिकहरूलाई, किनभने देशमा रहेका राणा शासनको कुरा त्यति बेला रहेको चाहिँ राजतन्त्रात्मक व्यवस्थाहरूले नेपालको बृहत नेपाली नागरिकहरूलाई चेतनाको दृष्टिकोणको हिसाबले, शिक्षाको हिसाबले पछाडितिर धकेलेर राखेर ती मुठ्ठीभरका मान्छेहरूलाई मात्रै चेतना दिने, मुठ्ठीभरका मान्छेहरूलाई मात्रै शिक्षा बाँड्ने एउटा पद्धति थियो। त्यो पद्धतिको अन्त्य गर्दै नेपालमा रहेका बृहत नेपाली नागरिकहरू सँगसँगै डाक्टर गोपाल गुरुङज्यूले बताउनुहुन्थ्यो कि एकजना मान्छेको शरीरको एउटा अंग नचल्दाखेरि जसरी मान्छे अपाङ्ग हुन्छ, सपाङ्ग मान्छेले जस्तो काम गर्न सक्दैन, त्यसै गरी नेपालमा रहेको सबै नागरिकहरू मध्ये एकजना नागरिक मात्रै पनि अशिक्षाको कारणले पछाडि पर्यो भने, चेतना विहीन हुन पुग्यो भने, अशिक्षित भयो भने, एकजना नागरिक अशिक्षित हुनु, एकजना नागरिक चेतना विहीन हुनु भनेको नेपाल नै अपाङ्ग हुनु हो, नेपालले स्वच्छ समाज निर्माण गर्न सक्दैन भन्ने उद्देश्य राखेर महामानव डाक्टर गोपाल गुरुङज्यूले 18 वर्षको उमेरबाट सन् 1953 बाट इलामको कोलबुङमा चाहिँ उहाँले बाख्राको टाट्नमा त्यहाँको स्थानीय गाउँले केटाहरूलाई चाहिँ बटुलेर उहाँले के गर्न थाल्नु भन्दा अध्यापन पेसामा संलग्न भएर शिक्षा बाँड्ने कार्यको थालनी चाहिँ 1953 बाट थालनी गर्नुभएको थियो डाक्टर गोपाल गुरुङज्यूले। 1953 मा इलामको कोलबुङबाट सुरुवात गर्नुभएको अध्यापन पेसा झापाको
बिर्ता बजार, त्यसैगरी झापाको गौरीगञ्ज हाई स्कुल हुँदै धरानको रिपोर्ट स्कुल हुँदै पश्चिम नेपालको म्याग्दी जिल्लाको 4000 पर्वत राखुसम्म उहाँले त्यो अध्यापन पेसामा संलग्न हुँदै गर्ने क्रममा 1953 बाट हुन आउने 18 वर्ष भनेको सन् 1971 सम्मको त्यो 18 वर्षको समय अवधिभित्र महामानव डाक्टर गोपाल मुजुले नेपाललाई लागेको वास्तविक रोग चाहिँ के रहेछ त, अथवा यो देशमा रहेका वृहत नागरिकहरू किन अधिकारदेखि पछाडि छन्, किन नेपालको मूलधारको राजनीति मूलधारको नीति निर्माण गर्ने तहमा नेपालको वृहत नागरिकहरूको पहुँच नपुगिरहेको रहेछ भन्ने विषयमा उहाँले थालनी गर्नुभएको त्यो अध्ययन अनुसन्धानबाट डाक्टर गोपाल मुजुले निष्कर्षमा के निकाल्नु भयो भन्दा नेपाललाई लागेको राजनैतिक समस्या राजनैतिक रोग चाहिँ अर्कै रहेछ। हामीले चेतनाको कारणले अथवा शिक्षाको कारणले पछाडि परेर नेपालको वृहत नागरिकहरू नीति निर्माण गर्ने ठाउँमा नपुगेको होला, नेपालको वृहत नागरिकहरूले समानता स्वतन्त्रता भातृत्व पाउन नसकेको होला भन्ठानी राख्नु भएको थियो। तर म्याग्दी जिल्लाको 4000 पर्वत राखुसम्म पुग्दै गर्ने क्रममा उहाँले बेहोर्नु भएको 3वटा महत्त्वपूर्ण घटना इलामको कोलबुङमा अध्यापन पेसामा संलग्न हुँदै गर्ने क्रममा आफैले पढाएको विद्यार्थी बाहुनको भोज खान जाँदाखेरिको एउटा घटना, झापाको गौरीगञ्ज हाई स्कुलमा अध्यापन पेसामा संलग्न हुँदै गर्ने क्रममा केही स्थानीय मन्दिरबाट एकजना पण्डित बाहुनले मन्दिरको नाममा जंगल फुडानी गरेर त्यहाँको काठपात चाहिँ चोरी पैठारी गरेर बेच्दै गरेको कुरा वन मन्त्रालय मार्फत त्यो कारबाही अगाडि बढाउन खोज्दाखेरि आफै दण्डित हुनु परेको एउटा घटना, सँगसँगै म्याग्दी जिल्लाको 4000 पर्वत राखुमा पुगेर अध्यापन पेसामा संलग्न हुँदै गर्ने क्रममा बिदाको दिनमा दिउँसो धारामा नुहाउँदै गर्दाखेरि उहाँले बेहोर्नु परेको एउटा महत्त्वपूर्ण घटना। त्यो 3वटा घटना चाहिँ सन् 1953 देखि 1971 भनेको त्यो करिब 18 वर्षको समय अवधिभित्र उहाँले त्यो महत्त्वपूर्ण घटनाहरू बेहोर्न चाहिँ बाध्य हुनुभयो। त्यो कुरालाई उजागर गर्नको निमित्त सन् 1971 बाट महामानव डाक्टर गोपाल मुजुले उद्घोष गरेर मंगोलवाद दर्शनको प्रतिपादन गरेरै छाड्ने एउटा उद्घोष सहित सन् 1971 बाट उहाँले यो यात्राको थालनी गर्नुभएको थियो। त्यो मुलुकमा रहेका राजा तानाशाही व्यवस्था एकतन्त्रीय शासन पद्धति चलाउनेहरूको विरुद्धमा र मुलुकमा रहेका वृहत नेपाली नागरिकहरूलाई लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयताले मात्रै अधिकार सम्पन्न बनाउन सक्छ भन्ने विषयमा महामानव डाक्टर गोपाल मुजुले सन् 1971 बाट त्यो कार्यको थालनी गर्नुभएको थियो। त त्यो कार्यको थालनी गर्ने बित्तिकै उहाँले आफ्नै सम्पादनमा आफ्नै प्रकाशनमा उहाँले न्यू लाइट साप्ताहिक पत्रिका प्रकाशन गरेर बाँड्दै गर्ने क्रममा उहाँले त्यति बेलाको समयमा अलिकति यो मान्छेमा चाहिँ उदारवादी भावना छ कि भनेर आफूले मान्ने गरेका एकजना बाहुनलाई आफ्नै प्रकाशनमा आफ्नै सम्पादनमा निस्केको न्यू लाइट साप्ताहिक पत्रिका चाहिँ लगेर पढ्नुहोस् भनेर सल्लाह सुझाव प्राप्त गर्छु कि भनेर पत्रिका दिँदाखेरि यहाँनिर रहेका एकजना बाहुनले महामानव डाक्टर गोपाल मुजुप्रति प्रयोग गरेको त्यो क्षुद्र शब्दहरूले अथवा त्यो मतवालीहरूले कलम चलाउने होइन, मतवालीहरूले त बन्दुक समात्ने हो भनेर प्रहार गरेको शब्दको कारणले गर्दाखेरि महामानव डाक्टर गोपाल मुजुलाई जीवनभर कलमै समातेर यो देशलाई लागेको रोगको अन्त्य गर्दै नेपाललाई एउटा स्वच्छ समाजको रूपमा विकसित गर्नको निमित्त एउटा कठोर निर्णय, कर्मठ निर्णय र निडर निर्णय लिएर चाहिँ महामानव डाक्टर गोपाल मुजुले 1971 बाट यो अभियान सुरुवात गर्नुभयो। 1971 मा मंगोलवाद दर्शन स्थापना गरेरै छाड्ने, मंगोलवाद दर्शनलाई अगाडि सारेरै छाड्ने घोषणा गर्दै 1971 देखि 1989 सम्मको करिब त्यो 18 वर्षको समयावधिभित्र फेरि विभिन्न किसिमका घटना परिघटनाहरू घट्न पुगे। 1971 बाट घोषणा गर्नुभएको 1979 मा नेपालको राजधानीको पुल्चोकमा उहाँले पहिलो पटक मंगोलको अधिवेशन गरेर मंगोल र मूलवासी शब्दको विस्फोट सन् 1979 मा महामानव डाक्टर गोपाल मुजुले नेपालको राजधानीमा रहेको पुल्चोकमा चाहिँ उहाँले घोषणा गरेर आउनुभएको कुरा उहाँले लेख्नु भएको पुस्तकमा पनि त्यो दस्तावेजीकरण भएर बसेको छ भने हामीले धेरै ठाउँमा बताउँदै पनि आइराखेका छौँ। त 1979 मा उहाँले मंगोल र मूलवासी शब्दको विस्फोट गरेर यो देशको राजनैतिक अधिकार, यो देशको वृहत नेपाली नागरिकहरूलाई लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयताको एउटा अधिकारभित्र आफ्नै मुलुकमा फुलेको फलेको हेर्न सक्ने एउटा परिवेश निर्माण गर्नको निमित्त सन् 1979 मा घोषणा गर्नुभएको मंगोल र मूलवासी शब्द समेटेर नै भने सन् 1985 मा पहिलो पटक नेपालको वृहत नागरिकहरूलाई
जुन हिसाबले चाहिँ एउटा अर्धचेत अवस्थामा राखेको थियो त्यो नागरिकहरूलाई राजनैतिक रूपमा चेतनशील बनाउनको निमित्त मूलवासी मङ्गोलहरूको अधिकारको निमित्त एउटा सञ्जीवनी बुटी हुने गरेर चाहिँ नेपाली राजनीतिमा अदेखा सच्चाइ नामक पुस्तक चाहिँ पहिलो पटक सन् 1985 मा प्रकाशन गरेर ल्याउनु भएको थियो महामना डा गोपाल गुरुङज्यूले। त त्यही पुस्तकको दोस्रो संस्करण सन् 1988 को पहिलो महिनातिर प्रकाशित भइसके पछाडि त्यो पुस्तक भेटेर होइन, पुस्तकको फोटोकपी भेटेकै आधारमा महामानव डा गोपाल गुरुङज्यूलाई नेपालको पञ्चायत प्रशासनले राजा वीरेन्द्रको एउटा त्यति बेलाको जुन किसिमको तानाशाही एकतन्त्रीय शासन थियो उनीहरूको प्रशासनले महामानव डा गोपाल गुरुङज्यूलाई सन् 1988 अगस्त 30 तारिकको दिनमा उहाँलाई चाहिँ घरैबाट पक्रेर यही विषयहरूमा चाहिँ उहाँले लेख्नु भएको पुस्तकको विषयमा, उहाँले अगाडि सार्नु भएको अभियानको विषयमा, मङ्गोल मूलवासीको विषयमा, लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयताको विषयमा महामानव डा गोपाल गुरुङज्यूलाई घरबाट पक्रिएर हनुमान ढोका डीएसपी कार्यालय पुर्याएर चाहिँ झन्डै 3 महिनासम्म चाहिँ त्यहाँनिर बयान लिने काम गरेका थिए उनीहरूले। र अन्ततगत महामानव डा गोपाल गुरुङज्यूलाई दुईवटा मुद्दा लगाएर, एउटा राजगद्दी ताकेको र अर्को साम्प्रदायिकता फैलायो भन्ने दुईवटा मुद्दा लगाएर चाहिँ महामानव डा गोपाल गुरुङज्यूलाई 3 वर्षको निमित्त भद्रगोल जेल चलान गर्ने काम चाहिँ पञ्चायती प्रशासन त्यति बेलाको एकतन्त्रीय राजतन्त्रात्मक व्यवस्थाले चाहिँ यसरी चाहिँ महामानव डा गोपाल गुरुङज्यू माथि चाहिँ कठोर एउटा निर्णय गर्ने कार्य चाहिँ गरेका थिए। र डाक्टर गोपाल गुरुङज्यू अगस्त 30, 1988 मा पक्राउ परिसक्नु भए पछाडि त्यसको करिब 4 महिनाको अन्तरालमा उहाँले भद्रगोल जेलभित्र नै नेपालमा रहेको पञ्चायती व्यवस्था, नेपालमा रहेको एकतन्त्रीय व्यवस्था, नेपालमा रहेको राजतन्त्रात्मक व्यवस्थालाई चाहिँ धुलो चटाउने अथवा त्यसलाई जरैबाट उठेर फ्याँक्ने र मुलुकमा बहुदल घोषणा गरेरै छाड्ने उद्घोष गरेर 1 जनवरी 1989 को दिनमा, 1 जनवरी 1989 को दिनमा भद्रगोल जेलभित्र जेलमा रहेका त्यहीँको कैदीहरूलाई चाहिँ उहाँले मिठाई बाँडेर धुपबत्ती बालेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन र यो कुकुरी तारा अङ्कित झण्डा चाहिँ महामानव डा गोपाल गुरुङज्यूले 1 जनवरी 1989 को दिनमा भद्रगोल जेलभित्र घोषणा गर्नु परेको थियो डा गोपाल गुरुङज्यूले। त उहाँले यो संगठन घोषणा गर्ने बेलामा राजतन्त्रात्मक व्यवस्था ढाल्ने, पञ्चायती व्यवस्था ढाल्ने र बहुदल ल्याएरै छाड्ने घोषणा गरेर संगठन स्थापना गर्नुभएको 1 वर्ष पछाडि सन् 1990 मा नेपालमा बहुदल घोषणा हुन बाध्य भयो, अथवा नेपालमा चाहिँ कसै गरी पनि राजनैतिक दलहरूमाथि जुन हिसाबले निर्दलीय एउटा व्यवस्था सञ्चालन गरेर बसेका शासकहरूले दलहरूलाई स्वतन्त्र भएर आफ्नो एजेन्डा, आफ्नो मुद्दाहरू लिएर जनताको बीचमा जान पाउने एउटा अधिकार सहित बहुदल घोषणा गर्न अथवा बहुदल दिन कर लागिसके पछाडि त्यति बेला तत्कालीन समयमा नेपालको विभिन्न जेलहरूमा राजनैतिक बन्दीको रूपमा रहेका राजनैतिक बन्दीहरूलाई चाहिँ त्यति बेलाको शासकहरूले जेलबाट रिहाई गर्नुपर्ने परिस्थिति सिर्जना भइसकेपछि मङ्गोल नेसनल अर्गनाइजेसनको संस्थापक प्रेसिडेन्ट महामानव डा गोपाल गुरुङज्यूलाई पनि सन् 1990 अप्रिल 13 तारिक भनेको आजैको मितिमा महामानव डा गोपाल गुरुङज्यूले पनि भद्रगोल जेलबाट चाहिँ उहाँले मुक्त हुनुभयो अथवा जेलबाट चाहिँ रिहाई पाउनुभयो। यस कारणले गर्दाखेरि पनि आजको मिति चाहिँ ऐतिहासिक दिनको रूपमा यसलाई तपाईँ हामीले हाम्रा आउने भावी सन्ततिहरूलाई पनि सिकाउँदै बुझाउँदै एउटा संस्कारको रूपमा विकसित गरेर लिएर जानुपर्ने भएको कारणले गर्दाखेरि पनि आज हामी संगठनको केन्द्रीय कार्यकारिणी सभाको निर्णय भइसके पछाडि यसलाई प्रान्तीय सभा मातहतबाट जिल्ला सभा हुँदै तपाईँको नगर सभा, तपाईँको गाउँ सभामा पनि त्यो निर्देशन भएर आइसकेपछि आज हामी यो कार्यक्रमलाई चाहिँ सम्पन्न गर्न यसरी अगाडि बढेर गइरहेका छौँ। त आजको मिति किन पनि ऐतिहासिक हुन पुग्यो त भन्दा महामानव डा गोपाल गुरुङज्यूले भद्रगोल जेलभित्र यो संगठन स्थापना गरेर जेलबाट बाहिर निस्केर आउने बेलामा, जस्तै उदाहरणको निमित्त नेपालमा धेरै मान्छेहरू जेल पर्छन्, अरू सबै मान्छेहरू जेलबाट निस्केको दिनमा त सम्मान गर्ने कुरा, त्यसलाई चाहिँ उत्सवको रूपमा मनाउने कुरा, त्यो दिनमा चाहिँ खुसी हुने कुरा त हुँदैन। जस्तै उदाहरणको निमित्त आज हामी हाम्रो आदरणीय दाइ गजेन्द्र महादेवज्यूले पनि आजको दिन विशेष दिन हो भनेर चकलेटहरू ल्याएर बाँडेर चाहिँ हामीले उत्सवको रूपमा मनाउनुपर्छ भनेर हामी यो कार्यक्रममा चाहिँ सहभागी भयौँ। त्यसलाई चाहिँ किन विशेष रूपमा मनाउनु पर्यो त भन्दा महामानव डा गोपाल गुरुङ आफ्नो व्यक्तिगत आकांक्षा पूरा गर्नको निमित्त, व्यक्तिगत उद्देश्य पूरा गर्नको निमित्त, आफ्नो सोचहरू पूरा गर्नको निमित्त उहाँ सङ्घर्षको मैदानमा जाँदै गर्दाखेरि जेल परेर जेलबाट निस्किनु भएको मिति होइन। महामानव डा गोपाल गुरुङज्यूले आफ्नो जीवनको सारा कुरा समर्पण गरेर, आफ्नो जीवनको सारा कुरा त्याग गरेर नेपालको बृहत मूलवासी मङ्गोलहरूको आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्यलाई बुझेर उहाँले चाहिँ आफ्नो सम्पूर्ण कुरा त्यागेर चाहिँ जेल जानको निमित्त तयार भएर
जेलबाट लडाईँ जितेर बाहिर निस्किनु भएको मिति भएको कारणले गर्दाखेरि आजको यो दिनलाई ऐतिहासिक दिनको रूपमा हामीले यसलाई चाहिँ विकसित गर्दै आउने भावी सन्ततिहरूलाई यो विरासत थमाएर जानुपर्ने भएको कारणले गर्दाखेरि पनि हामीले आजको कार्यक्रम गरिराखेका छौँ। र यस सँगसँगै पछिल्लो समयमा तपाईले संगठनको विषयमा विभिन्न सञ्चार माध्यमहरूबाट धेरै कुराहरू सुनिराख्नु भएको छ। महामानव डाक्टर गोपाल गुरुङज्यूले यो मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता यो स्थापना गर्नको निमित्त कति कठोर सङ्घर्ष गर्नुभयो भन्ने विषयमा आज नेपालमा चर्चा र परिचर्चा गरिराखेको देखिँदैन। यो महामानव डाक्टर गोपाल गुरुङज्यूले जति बेला पुस्तक लेख्नुभयो त्यति बेलाको कठोर व्यवस्थाले एउटा पुस्तक लेखेकै आधारमा मलाई यो वर्तमान व्यवस्था ठिक लागेन, एउटा नयाँ व्यवस्था नेपालको वृहत नागरिकहरूले स्वतन्त्रता पाउन सक्ने, नेपालको वृहत नागरिकहरूले अधिकार पाउन सक्ने सहितको व्यवस्था ल्याउनु पर्यो, यो व्यवस्था फ्याँक्नु पर्यो भन्ने विषयमा उहाँले बोलेर हिँड्नु भएको होइन, भाषण गरेर पनि हिँड्नु भएको होइन। त्यति बेला तत्कालीन समयमा एउटा पुस्तक मात्रै लेख्नु हुँदाखेरि पनि डाक्टर गोपाल गुरुङज्यूलाई भद्रगोल जेल चलान गर्यो। अब आजको मितिमा अघि पूर्वोक्त साथीले कुरा जोडिराख्नु भएको थियो, यसै गरी अहिलेको वर्तमान व्यवस्था कामै छैन भनेर आन्दोलन उठाउनको निमित्त अधिकार प्राप्त गरेका छन् ती मान्छेहरू होइन र? त्यो अधिकार प्राप्त गर्नको निमित्त, यो सङ्घर्ष गर्नको निमित्त अग्रपङ्क्तिमा आएर सङ्घर्ष गर्ने व्यक्ति चाहिँ महामानव डाक्टर गोपाल गुरुङज्यू हुनुहुन्छ। यो मुलुकको निमित्त, यो लोकतन्त्र स्थापनाको निमित्त, धर्मनिरपेक्ष प्राप्ति गर्नको निमित्त, प्रान्तीयतामा चाहिँ यो मुलुकलाई लानको निमित्त उहाँले जेल सहेर भूमिगत जीवन जिएर जिन्दगीभर धाक धम्की र अनेकौं भुक्तमान सहेर यो सङ्घर्ष नगरिदिनु भएको थियो भने आज हामी यो परिवर्तन हुने थिएनौँ। यही माथि फेरि अहिले पछिल्लो समयमा फेरि पुनः दोहोऱ्याएर षड्यन्त्र चाहिँ विभिन्न हिसाबले चरणबद्ध रूपमा सङ्गठनमाथि गरिराखेको छ। महामानव डाक्टर गोपाल गुरुङज्यूले मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता ल्याउनको निमित्त गर्नुभएको सङ्घर्षको विषयमा चर्चा परिचर्चा कहीँ पनि गर्दैन। नेपालको वृहत नागरिकहरूलाई अधिकार सम्पन्न बनाउनको निमित्त त्यत्रो ऐतिहासिक सङ्घर्ष गर्ने व्यक्ति डाक्टर गोपाल गुरुङज्यू बिरामी भएर थला पर्दाखेरि नेपाल सरकारसँग उहाँलाई औषधि उपचारको निमित्त दिने 2 रुपियाँ 2 पैसा दाम पनि भएन सरकारसँग। उहाँको निधन हुँदाखेरि श्रद्धाञ्जली अर्पण गर्नको निमित्त शब्द पनि भएन, त्यो छाप्न र लेख्नको निमित्त नेपालमा रहेका सञ्चार माध्यमहरूमा त्यो किसिमको उदारवादी सोच र त्यो नैतिकता पनि रहेन कसैसँग। हामी यसरी विभेदमा पर्दै आयौँ। अहिले पछिल्लो समयमा तपाईले विभिन्न सामाजिक सञ्जालतिर, विभिन्न सञ्चार माध्यममा सुनिराख्नु भएको होला, आज मङ्गोल नेसनल अर्गनाइजेसनको विरुद्धमा फेरि एकपटक सबै एकीकृत भएर षड्यन्त्र गर्न लागि परेका छन्। उदाहरणको निमित्त हाम्रो अहिले जुवारी चलिराखेको छ, कोसँग भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनको विरोधी शक्तिहरूसँग, कोसँग भन्दा लोकतन्त्र विरोधी शक्तिहरूसँग। जस्तै उदाहरणको निमित्त तपाईँ हामी फुटबल खेल्ने क्रममा 90 मिनटको एउटा निर्धारित फुटबल गेम हुन्छ। हामी करिब 80-85 मिनटसम्म दुईवटै टिमले फुटबल खेल्ने क्रममा आफ्नो रणनीति अपनाएर, आफ्नो स्ट्राटेजी अपनाएर, उनले पूर्ण रूपमा कूटनीति अपनाएर, रणनीति अपनाएर टिमभित्र मिलेर गेम खेलिराखेको हुन्छ। र तपाईँले अन्तिममा खेल हेर्ने गर्नुहोस्, दुईवटा फुटबल टिम मैदानमा फुटबल भिड्दैछ, एउटा टिमले 10 गोल हानिसक्यो, अर्को टिमले 1 गोल पनि हान्न सकेन भने करिब 80 मिनट 85 मिनटसम्म लय नभुलिकन गेम खेल्छ। तर अन्तिम 5 मिनट बाँकी भए पछाडि त्यो 1 गोल पनि हान्न नसक्ने टिमले के गर्छ, त्यहाँबाट बेहोसी भएर, मूर्खेइ गरेर, स्ट्राटेजी सबै भुलेर, रणनीति सबै भुलेर, कूटनीति सबै भुलेर जताबाट पाइन्छ त्यतैबाट प्रहार गरेर सकेसम्म छिराउँ भनेर जथाभावी खेल्न थाल्छ नि त होइन तिनीहरूले गेम। अहिले ठ्याक्कै त्यस्तो भएको छ कि नेपालमा लोकतन्त्र संस्थागत भएर जानको निमित्त, धर्मनिरपेक्ष प्रान्तीयता संस्थागत भएर जानको निमित्त यो 18 वर्षको कोर्स हुन्छ। हेर्नुहोस्, यो 46 सालमा आएको परिवर्तनको कुरा गरौँ कि 46 भन्दा अगाडि 28 सालमा देखेको कुरा गरौँ कि 28 सालभन्दा पहिला विक्रमसम्म 2010 सालकै कुरा किन नगरौँ। यो 18 वर्षको कोर्स भनेको यो 90 मिनटको खेल जस्तै हो। जस्तै उदाहरणको निमित्त एउटा टिमले 10 गोल हानिसकेको छ, एउटाले 1 गोल पनि हान्न सकेन, 80 मिनट हुने बित्तिकै ल यो 1 गोल पनि हान्न नसक्नेले हार्यो, 10 गोल हान्नेले जित्यो भनेर भन्न पाइन्छ? पाइँदैन नि। खेलको नियम भनेको 90 मिनटै खेल खेलाउनु पर्ने हुन्छ। यसै गरी यो 18 वर्षको समयावधि भनेको हामीले जितिसके पनि त्यो 18 वर्षको कोर्स पुरा गर्नुपर्छ। त्यसै गरी 2064 सालमा जुन 62-63 सालमा मुलुकमा सुरु भएको, मुलुकमा देखा परेको जुन लोकतान्त्रिक आन्दोलन थियो त्यसले संस्थागत गरेर घोषणा भएको 2064 सालमा स्थापित भएको, घोषणा भएर आएको यो लोकतन्त्र संस्थागत हुने चरणमा पनि यो 18 वर्षको कोर्स यसले पार गर्नु पर्यो। 64 सालदेखि यो 2082 सालसम्मको 18 वर्षको कोर्स पार गर्नु पर्यो। र यो 18 वर्षको कोर्स पार गर्दै गर्ने क्रममा मङ्गोल नेसनल अर्गनाइजेसनले
अधिकतम मात्रामा चाहिँ यहाँनिर विजय हासिल गर्दै आइराखेका छौँ हामी। अनि अहिले लोकतन्त्र विरोधी शक्तिहरू समाजमा गएर बाटोघाटोमा गएर किन आन्दोलित भइराखेका छ, हामी के ल्याउँछौँ, कसो गर्छौँ, नेपाललाई फेरि अँध्यारोतिर फर्काउँछौँ, बिहान भइसक्यो रातितिर फर्काउँछौँ भनेर उनीहरू किन कुदिराखेका छ भन्दाखेरि अब यो गेमको अन्तिम मिनेटमा हामी पुग्यौँ, अन्तिम घडीमा पुग्यौँ। अब अन्तिम घडीमा पुगेर गेम समाप्त भइसकेपछि, खेल अन्त्य भइसके पछाडि खेल खेलाउने मान्छेले घोषणा गरिदिन्छ कि आजको मितिबाट लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता पूर्ण रूपमा संस्थागत भएर गयो, अन्य सबै कुराहरू चाहिँ अवशेषबाट पनि खरानी भयो भनेर घोषणा गर्ने समय आएको कारणले गर्दाखेरि अन्त्यमा मूर्ख हिसाबले फेरि चौतर्फी रूपमा आक्रमण गरेर चाहिँ खेलिराखेको छ। अनि उनीहरूले संगठनमाथि धावा बोलेर मङ्गोल नेसनल अर्गनाइजेसनको विषयमा तपाईँले विभिन्न सञ्चार माध्यमहरूमा सुनेर आइराख्नु भएको छ। यो पछिल्लो समयमा हाम्रै संगठनमा रहेर काम गरेका तर संगठनको अनुशासनदेखि बाहिर निस्केका केही मान्छेहरू बाहिरपट्टि निस्केर अहिले सतासुल्ल हुने गरेर बोल्दै कराउँदै समाजमा विभिन्न भ्रामक कुराहरू छँदै मङ्गोल नेसनल अर्गनाइजेसन खारेज भयो, यो संगठन बर्बाद भयो, बचाउन सक्ने मान्छे छैन अब भनेर सामाजिक सञ्जाल रङ्ग्याएर तपाईँ हाम्रो मस्तिष्कमा एक किसिमको भ्रमको खेती गर्ने काम गरिराखेको छ। यो विषयमा हामीले पटक पटक जानकारी गर्दै आइराखेका छौँ कि नेपालमा रहेको नेपाल सरकारको कुरा गरौँ, विभिन्न राजनैतिक दलको कुरा गरौँ अथवा सबै एमएनओको विपक्षीहरूको कुरा गरौँ, मङ्गोल नेसनल अर्गनाइजेसनको विरुद्धमा खेल खेल्ने एउटा अन्तिम निकाय भनेको नेपालमा संवैधानिक आयोगको रूपमा रहेको निर्वाचन आयोग मात्रै छ, अरू केही पनि छैन। हामी 79 सालको स्थानीय तहको निर्वाचन हेरौँ त हामी झिनो मतान्तरले मात्रै पछाडि पर्यौँ, उपविजेतामा हामीले चित्त बुझाउनु पर्ने एउटा परिस्थिति सिर्जना भयो। कहीँ 10 भोटले, कहीँ 11 भोटले, कहीँ 18 भोटले मात्रै हामी निर्वाचन हार्नु पर्यो। त्यो निर्वाचनमा उपविजेता हुँदै गर्ने क्रममा पहिला राम्रोसँग मत गन्दै गर्दाखेरि एमएनओको मत ज्यादा आउँछ, मङ्गोलको भोट ज्यादा आउँछ, अनि भोट गर्दै जाने बेलामा एमएनओको मात्रै भोट आगुवाई गरिसके पछाडि अनि भोट गर्न बसेका निर्वाचन प्रतिनिधिहरू के गर्छन्, भोक लागे एकछिन खाजा खाएर आउँ, प्यास लागे एकछिन पानी खाएर आउँ, गन्दा अल्छी लागे एकछिन बाहिर गएर फ्रेस भएर आउँ भन्दै उनीहरूले अल्मल्याएर दोस्रो पटक दोहोऱ्याएर भोट गर्ने बेलामा उनीहरूको मत धेरै देखिने गरेर एमएनओलाई उपविजेता हुनको निमित्त विभिन्न किसिमको षड्यन्त्र गर्ने एउटा आयोगको रूपमा पनि नेपालमा निर्वाचन आयोग अधीन भएर बसिराखेको छ। यही निर्वाचन आयोगले संगठनमा पहिला सुरुमा कसरी खेलिदियो भन्दा धेरै लामो समयको इतिहासतिर नहेरौँ। हामी गत साल मोरङको लेटाङमा संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौं। महाधिवेशनको तयारीमा महाधिवेशन मूल आयोजक सभा देशभर व्यस्त भएर हामी कुदिराखेका थियौँ। यही बेलामा एकाएक कता-कताबाट के आउन थाल्यो, महामानव डाक्टर गोपाल गुरुङले भद्रगोल जेलभित्र स्थापना गर्नुभएको मङ्गोल नेसनल अर्गनाइजेसन 3 दशक पार गरिसक्दाखेरि पनि भौतिक प्रगति नभएको कारणले आज संगठनबाट सामूहिक राजीनामा दिएर संगठन खाली भयो भन्ने सन्देश दिनको निमित्त फर्जी राजीनामा पत्र बनाएर 200, 300, 500 जनाको चाहिँ लिस्ट बनाउँदै एमएनओ खाली हो भन्ने एउटा भ्रामक समाचार सञ्चार माध्यम चाहिँ व्याप्त रूपमा आउन थाल्यो। हामी निरन्तर लड्यौं, त्यसो होइन, यो सबै फर्जी कागजात बनाएर एमएनओलाई बदनाम गराउनको निमित्त षड्यन्त्र गरिराखेको छ भनेर देश दौडा गरेर महाधिवेशन मूल आयोजक सभाको टिम नेपालको सुदूरपूर्वमा रहेको 5 र ताप्लेजुङ 13 थुमदेखि लिएर नेपालको सुदूरपश्चिममा रहेको कैलाली कञ्चनपुरको भूमिसम्म पुगेर यो विषयमा प्रकाश पारेर संगठनको ऐतिहासिक 6औं राष्ट्रिय महाधिवेशन हामीले हजारौं मान्छेको उपस्थितिमा मोरङको लेटाङमा सम्पन्न गराउन सफल भयो। त्यो कार्यक्रम सम्पन्न भइसकेपछि जसले भ्रम छाडेका थिए तिनीहरू फेल भए, जसको विरुद्धमा भ्रम फैलाउनको निमित्त तत्पर भएर लागेको थियो हामीले के प्रमाणित गरिदियौं भन्दा मङ्गोल नेसनल अर्गनाइजेसन कमजोर होइन है, अझै विकसित भएर गएको छ भन्ने कुरा हामीले प्रमाणित गर्न हामी सफल भएर गयौं। महाधिवेशन सम्पन्न भयो। निर्वाचन आयोगमा हाम्रो दलको तर्फबाट परिवर्तित भएको केन्द्रीय समिति अथवा केन्द्रीय सभाको पदाधिकारीको विवरण संगठनको विधानलाई अद्यावधि गर्नको निमित्त निर्वाचन आयोगको टेबलमा पुर्यायौं। 2080 साल फागुन 3 गते निर्वाचन आयोगले एउटा निर्णय गर्यो। त्यहाँ के लेख्यो उले भन्दा नेपालको अहिलेको तत्काल लागू भइराखेको संविधानको प्रतिकूल देखिएको कारणले गर्दा यतिवटा राजनीतिक दलको नाम परिवर्तन गर्न लगाउने भनेर 19 वटाको लिस्ट निकाल्यो। त्यो मध्ये एउटा हाम्रो संगठन मङ्गोल नेसनल अर्गनाइजेसनको नाम निकाल्यो। त्यहाँ 10 गते हामीले निर्वाचन आयोगबाट चिठी प्राप्त गर्यौं। 2080 फागुन 10 गते
चिठी पाइसकेपछि हामी निरन्तर संगठनको केन्द्रीय कार्यकारी सभाको पदाधिकारी, केन्द्रीय सभाको मूल सचिवज्यू, सचिवज्यू, सहसचिवज्यू, कोषाध्यक्षज्यू, प्रचार प्रसार सचिवज्यू, म लगायत राजधानी काठमाडौँमा रहने संगठनको जिम्मेवार पदाधिकारीहरू श्रद्धेय प्रेसिडेन्टज्यूको निर्देशनमा हामी निरन्तर निर्वाचन आयोग ल्याएर यो विषयमा हामीले बहस गर्यौं, बतायौं कि हाम्रो दल आज खोलेको दल होइन। हिजो पञ्चायतकालीन व्यवस्था जति बेला राजनीतिक दलहरूमाथि प्रतिबन्ध भएको अवस्थामा जेलभित्र स्थापना गरेर 1990 मा बहुदल घोषणा भइसके पछाडि मंगोल नेशनल अर्गनाइजेसन निर्वाचन आयोगमा निरन्तर दल दर्ता गर्नको निमित्त कुद्दाखेरि 18 वर्षसम्म तपाईहरुको यही आयोगको विरुद्धमा लडेर 2064 साल माघ 15 गते भनेको 29 जनवरी 2008 को दिनमा विधिवत रूपमा दल दर्ता प्राप्त गराएको दल हो यो। हिजोको त्यो कठोर संविधानले 47 सालको कथित संविधानले हामीलाई दर्ता दिएन, तर 63 सालमा बनेको अन्तरिम संविधान, जुन संविधानभित्र लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता भन्ने शब्द प्रयोग भएको छ, त्यो संविधानले सम्बोधन गरेर दल दर्ता प्राप्त गरेर आएको राजनीतिक संगठन हो हामी। यसकारणले 72 सालमा घोषणा भएको संविधानको त जन पिल्लरमा नै लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको कुरा लेखेर आएको छ। यस कारणले गर्दाखेरि नेपालको अहिलेको प्रचलित संविधान, कानून र ऐन अनुसार मंगोल नेशनल अर्गनाइजेसनको नाम अहिलेको कानून अनुसार प्रतिकूल छैन, यो चाहिँ अनुकूलतामा छ भनेर हामीले बहस गरिसकेपछि निर्वाचन आयोगको तर्फबाट उनीहरूले के भन्यो भन्दा, होइन हाम्रो तर्फबाट तपाईलाई यो अनुरोध हो, गरिदिनुहोस् भन्ने, एकचोटि गरिदिनुहोस्, मंगोल भन्ने शब्द हटाइदिनुहोस् भनेर हाम्रो प्राणमाथि हाने काम गरिसकेपछि हामीले निरन्तर बहस गरेर भन्यौं यो मंगोल भन्ने शब्द चाहिँ हाम्रो प्राण भन्दा पनि प्रिय शब्द हो, त्यो प्राण भन्दा पनि प्यारो कुरा हो। हाम्रो घाँटीले मागेपछि हामी घाँटी दिन तयार हुन्छौं? हुँदैन। खुट्टा माग्यो भने दिउँला, हात माग्यो भने दिउँला, औँला माग्यो भने दिउँला। हाम्रो शरीरमा हुने दुईवटा किडनी मध्ये एउटा किडनी ल्याउनु भने पनि दिउँला। र हाम्रो प्राणै मागिसकेपछि त कहाँ दिनु मिल्छ? सकिन्छ? त्यो सकिँदैन नि त। हामीले सकिँदैन, यो माथि हामी सम्झौता गर्न सक्दैनौं। यो मंगोल भन्ने शब्द परिवर्तन गर्ने अधिकार हामीलाई छैन भन्ने कुरा हामीले निरन्तर त्यहाँनिर चाहिँ आयोगमा गएर बहस गरेर एउटा लेभलमा, बौद्धिक लेभलमा तर्क गरिसकेपछि उनीहरूले के भने भन्दाखेरि, होइन हामीले बतायौं हाम्रो अध्यावधि रोकेरै राखिराख्नुहुन्छ, हामीलाई तपाईहरुको निर्वाचन आयोगले अटाउनै सक्नुहुन्न भने लेखेर दिनुहोस् न त। तपाईहरुको दल यो कारणले गर्दाखेरि निर्वाचन आयोगले अटाउन सकेन, अहिलेको संविधानले मान्न सकेन भने लेखेर दिनुहोस्। हामी कहाँ जानुपर्ने तपाईले सिकाउनु पर्दैन। हामी सर्वोच्च अदालत जानुपर्ने कि नेपालको 80% बृहत मूलवासी मंगोलहरुको गाउँ घर गएर चाहिँ बताउनु पर्ने कि अन्तर्राष्ट्रिय अदालत जानुपर्ने, त्यो हाम्रो कुरा हो। कहाँ जानुपर्छ त्यो हामीलाई थाहा छ। तपाईले लेखेर दिनुहोस् यो अहिलेको कानून, अहिलेको संविधान, अहिलेको ऐन नियम र अहिलेको निर्वाचन आयोगले अटाउन सक्दैन, अटाउन सकिन यो कारण भनेर लेखेर दिनुहोस् न त भन्दाखेरि हामीले त्यो बताउँदाखेरि फेरि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तहरू समग्र कर्मचारीहरू फेरि के भन्छन्, होइन नेपालको संविधानको धारा 271 ले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने, तपाईहरुलाई उडाउने, तपाईलाई राख्दै नराख्ने भन्ने अधिकार त हामीलाई छँदै छैन भनेर उनीहरू जवाफ दिन्छन्। अनि हामीले फेरि भन्यौं तपाईलाई यसरी मंगोल भन्ने शब्द राखेकै कारणले गर्दाखेरि तपाईको दलको अध्यावधि गर्न सक्दैनौं, तपाईको दलको काम अगाडि बढाउन सक्दैनौं भनेर तपाई निर्वाचन आयोगले लेखेर दिने अधिकार तपाईलाई छैन भने यो दलको नाममा मंगोल भन्ने शब्द हटाउने अधिकार पनि हामीलाई छैन, यसकारणले हट्दैन भनेर हामीले स्पष्ट पारेर भन्यौं। तपाईले खोज्नु भएको सम्झौता गर्न, हटाउन खोज्न चाहनेहरू त गएर हटाइसके। हिजो एमएनओमै रहेर काम गर्ने मान्छेहरू बाहिर निस्केर हटाएर पनि के बनाएर गइसके। यस्तो सोच्नु भएको भने त्यो चाहिँ कदापि हुन सक्दैन, किनकि मंगोल नेशनल अर्गनाइजेसनको कर्मठ कार्यकर्ताहरू महामानव डाक्टर गोपाल गुरुङज्यूको कठोर तपस्याबाट, संघर्षबाट स्थापित भएको मंगोलवाद दर्शनको विरासतलाई आगामी पुस्ताको हातमा यसलाई बडो हिफाजत गरेर बचाएर जस्ताको तस्तै हस्तान्तरण गरेर लानको निमित्त कर्मठ भएर उभिएको कार्यकर्ताहरू छ। हामीबाट त्यो सम्झौता हुँदै हुँदैन भनेपछि फेरि के गर्छ निर्वाचन आयोग? चुप्पो लागेर बस्छ। निर्वाचन आउँछ, तपाईहरु चुनावमा भाग लिनुहोस् भन्छ, कुखुराको भाले नै दिन्छ। कसको उम्मेदवार भन्दा मंगोल नेशनल अर्गनाइजेसनको उम्मेदवार भनेर भन्छ, अनि बोल्दैन, भने केही भन्न सक्दैन। अनि 6-7 महिना बित्छ, अनि फेरि त्यही कुरा कोट्याउँछ। हाम्रो गत साल कोट्याएको कुरा हो नि त्यो त। 2080 को फागुनमा यो कुरा कोट्यायो, हामीले जवाब फर्कायौं फागुन 13 गते। फर्काएपछि बोलेन। 2081 सालको वैशाख 15 गते भएको इलामको उपनिर्वाचनमा पनि सहभागी उल्लिदिएको, हामीले मागेको होइन त्यो। उसैले तपाईहरुको चुनाव चिन्ह कुखुराको भाले, तपाईहरुको दल मंगोल नेशनल अर्गनाइजेसन भनेकै हो।
फेरि 80 मङ्सिर 15 गतेको स्थानीय तहको उपनिर्वाचन तपाईहरुको झापाको कन्काईमा थियो, मोरङको एउटा नगरमा विभिन्न ठाउँमा भएको उपनिर्वाचनमा पनि फेरि यही चुनाव चिन्ह दिएर यही संगठनको नाम दिएर फेरि हामीलाई चुनावमा उठायो। फेरि अस्ति फागुन 26 गते फोन गरेर बोलाउँछ, गएको खै तपाईहरुको नाम परिवर्तन भनेर फेरि त्यही देखाउन थाल्छ। हामीले फेरि पनि भन्यो दलको नाम परिवर्तन गर्ने कुरा हाम्रो परिकल्पना भन्दा बाहिरको कुरा हो, त्यो सम्भव छैन। हाम्रो अध्यावधि किन रोकेर राखेको रहेछ भन्दा 10 दिनमा सकिने काम 14-15 महिना चाहिँ उसले रोकेर राख्यो। उसले कानुनमा के लेखेको हुन्छ, कुनै पनि राजनैतिक दलको केन्द्रीय समितिमा भएको परिवर्तित विवरण र विधानमा भएको परिवर्तित विवरण परिवर्तन भएको 30 दिनभित्र बुझाउनु पर्ने भनेर लेखेको छ। बुझाउनेले 30 दिनभित्र बुझाउनु पर्ने, अनि गर्नेले चाहिँ 14-15 महिनासम्म हेरेर बसे पनि हुन्छ। भनेपछि यसबाट के छर्लङ्ग हुन्छ भन्दा त्यो एउटा आयोग, नेपाल सरकारको मातहतमा रहेको एउटा निकाय चाहिँ नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको निमित्त डटेर सङ्घर्ष गर्ने, यसको निमित्त चट्टान झै उभिनको निमित्त तत्पर रहने मङ्गोल नेसनल अर्गनाइजेसनलाई कमजोर पुर्याउनको निमित्त निरन्तर लागि परेको छ भन्ने कुरा बुझ्न सकिन्छ, होइन र? हामीले जवाब दिएर आएका छौँ। हामी प्रथम कथा चाहिँ तपाईले भन्नुभयो जसरी सम्झौता गर्नेहरू गएर तपाईकै आयोगमा आएर दर्ता गरिसके कतिले मङ्गोल नाम हटाएर मूलवासी शब्द हटाएर तपाईले भनेको मानेर गइसके, तर हामीलाई चाहिँ त्यो मान्ने अधिकार नभएको कारणले गर्दाखेरि हामीबाट त्यो कदापि हुन सक्दैन भन्ने कुरा हामीले स्पष्ट दिएर आयौँ। अब अहिले फेरि हाम्रो अध्यावधिको काम भइहाल्यो। फेरि 14-15 महिनादेखि रोकेको काम अस्ति चाहिँ करिब 1 हप्ताको अन्तरालमा आयोगको कर्मचारीले काम गरेको निर्वाचन आयोगले अस्ति चैत 22 गते निर्णय गरेर चैत्र 28 गते हाम्रो परिवर्तित भएको विवरण अध्यावधि भएको जानकारी पत्र हामीलाई थमाएर गइसकेको अवस्था छ। यसकारणले गर्दाखेरि मैले तपाईहरुलाई किन बताउनु पर्यो त भन्दाखेरि आज हामी नेपालमा कुनै पनि राजनैतिक दल हेर्नुहोस् है, नेपालमा नयाँ कुरा केही पनि आउँदैन। यही मङ्गोलको कुरा, यही मूलवासीको कुरा, यही मङ्गोल नेसनल अर्गनाइजेसनको कुरा, यही लोकतन्त्रको कुरा, यही धर्मनिरपेक्षको कुरा र यही प्रान्तीयताको कुराहरू मात्रै अब देशमा चल्छ। हेर्नुहोस्, योभन्दा दायाँ बायाँ गर्ने नेपालमा राजनीतिक दलहरूलाई पनि छुट छैन, योभन्दा दायाँ बायाँ जान सक्ने ठाउँ पनि छैन, किनकि उनीहरूसँग स्पष्ट भिजन पनि छैन, दूरदर्शी सोच पनि छैन, त्यसको निमित्त त्याग गर्न सक्ने सामर्थ्य पनि छैन र नेपालको वृहत नागरिकको निमित्त सारा कुरा बलिदान गर्न सक्ने उनीहरूमा त्यो क्षमता पनि छैन। यो सबै कुरा के हुन्छ भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनले के गर्छ त्यही कुरा हेर्दै आउँछ। हामीले जे गर्छौँ त्यही सिको गर्छ। भाषण हामी नेपालमा हेर्नुहोस् त, हाम्रो कुरा त बदनाम गर्न मात्रै निरन्तर लागि परेका छन्। कि नेपालबाट नेपालको वृहत नागरिकहरूले स्वतन्त्रता प्राप्त कसको कारणले गयो भन्दा यो एमएनओको कारणले, मङ्गोल नेसनल अर्गनाइजेसनको कारणले प्राप्त गर्यो भन्ने कुरा बुझेको कारणले हामीलाई बदनाम मात्रै गर्न खोज्छ उनीहरू। हामीले गरेको राम्रो काम त कहिले पनि देखाउँदैन, हामीले गर्दै नगरेको काम पनि हामीलाई भेराउँछ। तपाईँले थाहा पाइहाल्नुभयो, आजभन्दा करिब 6-7 वर्ष अगाडि यही मोरङ जिल्लाको एउटा ठाउँमा हिन्दूको एउटा पण्डित आफ्नै अङ्गरक्षकलाई भनेर आफैलाई गोली हान्न लगाएको आचार्य श्रीनिवासले